फाइनली यो सौरामा चाहिँ खुलेको नयाँ यो गार्डन भाइब्समा आइपुगेको छौँ हामी। यहाँबाट भित्र चाहिँ भित्र छिर्न लागिरहेको छौँ। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने यो भिडियोमा हेर्नु होला। विश गर्न लागिरहेको छौँ, हेर्नु त यति राम्रो सजावट, फुलको गेटहरू एकदमै हेर्दाखेरि एकदमै नेचुरल देखिरहेको छ। साने छाने सबैजना आफ्नै धुनमा व्यस्त हुनुहुन्छ। ल एकदमै नौलो ठाउँ अम्ब्रेला एस्टेटदेखि लिएर यहाँ चाहिँ विभिन्न किसिमको चाहिँ फुलको बगैँचा रहेको छ। हेलो मेरो छानी छोरी, हाई हेलो हेलो गर्दै सानो अनि फाइनली गार्डन भाइब्समा हामी आइपुगेका छौँ। यहाँ चाहिँ गार्डन भाइब्समा धेरै नै ठाउँमा रहेको छ अम्ब्रेला एस्टेटहरू। यतापट्टि रहेको छ अर्को अम्ब्रेला एस्टेट। ठुलो छोरी अन्सु, हेलो। ल यहाँ चाहिँ गोला आकारमा सबैजना आफ्नो धुनमा बितिसा। बगैँचाहरू देख्न सक्नुहुन्छ। बगैँचाको बिचमा यसरी चाहिँ बस्ने ठाउँ। यदि तपाईँहरू पनि छुट्टीको समयमा बालबच्चा लिएर केटाकेटी लिएर कतै चाहिँ घुम्न जाने सोच बनाइरहेको छ भने सहरमा रहेको अहिले भर्खरै खुलेको गार्डन भाइब्समा आउनु होला, मजा लिनु होला, आनन्द लिनु होला। साथै यो ठाउँ भर्खरै खुलेको नयाँ भएको कारणले गर्दा पनि होला अझै पनि धेरै चिजहरू थप्दैछ, नयाँ चिजहरू थप्दैछ। फाइनली गार्डन भाइब्सको यहाँ बगैँचामा आइपुगेको छ हामी। कमला झारेको फुल, फ्लावरको डिजाइन साथसाथै यतापट्टि हाम्रो नेपालकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट सगरमाथाको स्तूप पनि बनाएको रहेछ, हेरिदिनु होला। ल बाबा यता कहाँ